अब आउने साङ्गाचुमा सोचुके हुँदै हुनुहुन्छ र तपाईँले जापानमा हाकिन नलाइकन माइनबी, गाइजिन पट, हेलोवर्क जस्ता रिक्रुटिङ एजेन्टहरूको सहयोग लिएर जापानमा वर्किङ गर्न चाहनुहुन्छ भने आज एउटा यस्तो इम्पोर्टेन्ट पोइन्ट सेयर गर्दैछु, भिडियो अन्तिमसम्म हेर्नु होला। जब हन्टिङमा रिक्रुटिङ एजेन्ट प्रयोग गरेर तपाईँले वर्किङ गर्दा ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने तपाईँले आफ्नो रिडेक्सो आफै लेख्नुहोस् अथवा आफ्नो रिज्युमे आफै बनाउनुहोस्। यदि तपाईँले आफ्नो रिडेक्सो आफै लेख्न सक्नुभयो भने यति याद गर्नुहोस्, तपाईँ मेन्स एक्जाममा 50% पास हुनुहुन्छ। र बाँकी 50% अथवा कमन क्वेसनहरूको बारेमा मैले अर्को भिडियो बनाएको छु, म तपाईँलाई यहाँ लिङ्क राखिदिन्छु, हेर्न सक्नुहुन्छ। मैले किन 50% पास हुनुभयो भनेको हो भने 50% क्वेसनहरू तपाईँलाई रिडेक्सोबाट नै सोधिन्छ र तपाईँले आफ्नो रिडेक्सो आफै लेख्नुभयो भने त्यहाँबाट सोध्ने जस्तोसुकै क्वेसनहरू पनि तपाईँले एन्सर दिन सक्नुहुन्छ। र क्वेसनको एन्सर राम्रोसँग दिन सक्नु, रिडेक्सोको क्वेसन आफूले के लेखेको भनेर एन्सर राम्रोसँग दिन सक्नु भनेको तपाईँको इम्प्रेसन एकदमै राम्रो हुनु हो। तपाईँ भन्नु होला रिडेक्सो आफ्नो डकुमेन्ट आफै लेख्न सक्ने भए किन हाकिनकोमा जान्थ्यो, किन के गर्नु पर्थ्यो भनेर भन्नुहुन्छ होला। तर एकचोटि तपाईँले जस्तो आउँछ त्यस्तै लेख्नुहोस्, त्यसपछि तपाईँले आफ्नो टिचर्स होस् अथवा सेन्पाईहरू होस् अथवा अरू कुनै मान्छेसँग त्यसलाई करेक्सन गर्नको लागि तपाईँले सपोर्ट लिन सक्नुहुन्छ। अहिले नोभेम्बर भयो र 2 महिना तपाईँले मेहनत गर्नुभयो भने, यदि राम्रोसँग प्रिपरेसन गर्नुभयो भने सोचुके हुनुभन्दा अगाडि नै तपाईँले वर्किङ गर्न सक्नुहुन्छ। गुड लक।